ए माग्न पो आएको छैन भने मात्र त हो नि रियलमा त गर्नु सक्नु पर्यो नि लिस्ट हेर्दा त मन्त्रीजी यो घर जानु पर्ला जस्तो छ है। अनि निश्चित रूपमा जाने भाइ जाउँ न। हजुर जाऊ जाऊ। हेर्दा त मन्त्रीजी यो घर जानु पर्ला जस्तो छ है। अनि निश्चित रूपमा जाने भाइ जाउँ न। हजुर जाऊ जाऊ। हेलो दाजु को हुनुहुन्छ घरमा? निश्चित रूपमा हामी भोट माग्नु आएको। ए माग्न पो आएको छैन ए होइन हजुर भोट माग्नु आएको हामी भोट भोट। ए भनेपछि भोट माग्न आयो भनेपछि तपाईँहरू रवि र बालिनको मान्छे हो अनि निश्चित रूपमा म पुष्पकमल दाहाल प्रचण्ड मेरो आफ्नै पार्टी छ, म भोट माग्नु आएको। ए आउन त आउनु भएछ छिटै माथि जानु होला माथि मतलब माथिल्लो घर हो क्या अनि निश्चित रूपमा तपाईँले हामीलाई भोट गर्नुभयो भने तपाईँलाई म यो ठाउँको मेयर बनाइदिन्छु। तपाईँको घरमा पनि सुन ल्याइदिन्छु, चाँदीले भरिदिन्छु घर, तपाईँको घरमा कार ल्याइदिन्छु भन्ने हाम्रो भनाइ हो। भने मात्र त हो नि रियलमा त गर्नु सक्नु पर्यो नि भनेपछि तपाईँ कति वर्ष पुग्नु भयो? अनि म धेर भएको छैन, म 71 वर्ष पुगेँ। ए भनेपछि त हामी सँगसँगै परेछौँ। वृद्ध भत्ता आउँदैछ कि छैन? अनि वृद्ध भत्ताको कुरा नगरौँ, त्यस्तै हो। मुनि मन्त्रीजी जानु पर्ला अब लिस्टमा अरू भोट चाहिँ हामीलाई गर्नुहोस् भन्ने हाम्रो भनाइ हो। धन्यवाद। भने मात्र त हो नि खोइ हेरौँ।